हेलो हेलो साथीहरू, हेर्नु न आज म कति खुसी छु है। किन खुसी छु हेर्नुहोस् ल। मलाई हेर्नु न, दिदीले मेरो आमाजुले इन्डियाबाट मलाई गिफ्ट ल्याइदिनु भएको है। अनि हजुरलाई स्वागत छ मेरो सानो मिनी भ्लगमा। मजाले भिडियो गरेको थिएँ मैले, भिडियो नै आएन के, साउन्डै आएन। त्यही भएर मैले भोइस ओभर गर्दैछु। हजुरलाई एक एकवटा मैले लुगाहरू देखाउँदैछु मेरो दिदीले ल्याएको। कस्तो छ भनिदिनु होला, कमेन्ट गरिदिनु होला। हेर्नु न के कति आउने लुगाहरू छान्न ल्याउनलाई। बरु हामीले छान्दैन होला, त्यस्तो त्यस्तो ल्याइदिनुहुन्छ के। हेर्नु न कस्तो राम्रो के, वाउ छ के वाउ। म हेर्नु कति खुसी छु त्यहाँ लुगा ल्याइदिएको। म हेर्नु वाइट हेरे वाइट राम्रो, रेड हेरे रेड राम्रो, कति राम्रो छ। हजुरहरूलाई चाहिँ कुन राम्रो छ यसो हेरेर भनिदिनु होला ल। मलाई यो रेड पनि राम्रो, कुन राम्रो भन्ने, कुन नराम्रो भन्ने, सबै राम्रो छ है। हेर्नु न वाउ छ कि वाउ लुगाहरू। हेर्नु न सुरुवाल पनि त्यस्तै राम्रो छ। ल मेरो नेहा दिदीलाई धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच। पहिला झन् कति ल्याइदिनुहुन्थ्यो, अब अहिले ल्याउन पनि नमिल्ने कि धेरै जसो, अब भजार लाग्ने। अब उहाँ फ्लाइटमा आउनुभएको। हेर्नु अब लुगा सक्यो, अब अर्को लिपस्टिकहरू ल्याइदिनु भएको छ, 4-5वटा लिपस्टिक। कति खुसी, म कति भाग्यमानी छु है। ल हेर्नु न पहिलाकै सकिया छैन। ल हेर्नु पलिस हेर्नु न कस्तो राम्रो, अर्को पलिस। कति खुसी के, म कति खुसी भनेको, म यति खुसी छु कि। ल मेरो नेहादीलाई धेरै धेरै धन्यवाद छ है। तपाईँलाई धेरै धेरै धन्यवाद छ। हजुरको जीवनमा खुसियालीले भरोस्, हजुरले चाहेको पुरा होस्। ल हजुरहरूलाई कस्तो लाग्यो, थ्याङ्क यू फर वाचिङ।